नमस्ते, तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म चाहिँ आज नेप्सेको एनालाइसिस गर्न आँट्दैछु। मलाई रुगा लागेको छ, त्यसैले मेरो स्वर हल्का खराब हुन सक्छ, त्यसको लागि चाहिँ म माफी चाहन्छु। सो यिनीहरू कुरा साइडमा राखेर म चाहिँ मार्केटको एनालाइसिस गर्न थाल्छु। ल मलाई मार्केट डाउन ट्रेन्डमा जान्छ भनेर चाहिँ पहिला दिन भनिसकेको थिएँ, कति अप्रिल 14मा भनेको थिएँ, 3 हप्ता अगाडि, र अहिले मार्केट डाउन ट्रेन्डमा गइसकेको छ। मैले त्यो भिडियोमा पहिला नै एक्सप्लेनेसन रिजन मेरो थिङ्किङहरू सब भनिदिइसकेको छु, र त्यतिखेर भिडियो हेरेको छ भने म सर्टमा भन्दैछु। यो अलरेडी फुलफिल डिमान्ड जोन यो दुईवटा छ। यो फर्स्ट फुलफिल डिमान्ड जोन काट्यो भने चाहिँ 50% स्योर हुनुहोस् कि डाउन ट्रेन्ड सुरु भइसकेको छ, र यो सेकेन्ड फुलफिल डिमान्ड जोन नै काट्यो भने चाहिँ तपाईँ 100% स्योर हुने कि के अरे डाउन ट्रेन्ड सुरु भइसक्यो। अब डाउन ट्रेन्ड सुरु त भइसक्यो, सप्लाई चाहिँ कहाँ मतलब कहाँदेखि बााउन्स ब्याक गर्न सक्छ भने एउटा यता र एउटा यता गर्न सक्छ। यो तीनटा पोइन्टमा चाहिँ बााउन्स ब्याक गर्न सक्छ। अहिलेको यो डिमान्ड के अरे डाउन ट्रेन्ड हेर्ने भने चाहिँ ग्रिन क्यान्डल इन्डिसिजन क्यान्डल दुईवटा बनेको छ, त्यो पनि अलरेडी फुलफिल डिमान्ड जोनको भित्र नै, एउटा यता यो पनि भित्र नै छ। तपाईँले राम्ररी हेर्नुभयो भने यो पनि इन्डिसिजन क्यान्डल हो, कता यो पनि इन्डिसिजन क्यान्डल हो र यो पनि इन्डिसिजन क्यान्डल हो, दुवै हरियो छ। र यता पनि बाउन्स ब्याक हुने चान्सेस चाहिँ छ, किनभने यो पनि डिमान्ड जोन हो, तर फुलफिल्ड हो के, त्यति धेरै चान्स थिएन, त्यही चान्स थिएन त थियो। तर यसपछिको क्यान्डल, यो क्यान्डलले अलरेडी फुलफिल डिमान्ड जोनलाई पुरै नागेको छ के, पुरै काटेर गएको छ, त्यसैले के अरे डाउन ट्रेन्ड सुरु भयो। अहिले पनि इन्डिसिजन क्यान्डल बनेको छ हरियो, तर त्यसले यो हरियो क्यान्डलले माथि के अरे क्रस भएको छैन कि फुलफिल डिमान्ड जोनको माथि अप्पर बडीलाई अप्पर छानालाई काटेर गएको छैन क्या। यसले छानालाई काटेर गएको भए चाहिँ कस्तो ड्रइङ भनेको, तर बुझ्नुहुन्छ नि, यसले छानालाई काटेर गएको भए चाहिँ तपाईँलाई केही हल्का चान्स थियो। अझ भल्युम पनि आउनुपर्छ है, मैले त्यो भन्न बिर्सेँ, काटेर जानको लागि भल्युम नि आउनुपर्छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यता काट्यो नि, मुनि काटेको बेला भल्युम हेर्नुहोस्, पहिलाभन्दा धेरै आएको थियो। त्यस्तै गरी यो माथि जानु छ भने यो पहिलाको भन्दा भल्युम चाहिँ माथि आउनुपर्छ है, त्यसपछि मात्र हल्का ट्रेन्डमा स्ट्रेन्थ देखिन्छ। तर अहिले यसरी हेर्ने हो भने चाहिँ यो इन्डिसिजन क्यान्डल छ, मार्केट कहाँ छ भनेर जहाँ थाहा नै छैन कहाँ जान्छ भनेर, त्यसैले हतारमा नकिन्नु होला। स्ट्रेन्थ बुलिस क्यान्डल, त्यसमाथि यसलाई काटेको र भल्युम भएपछि मात्र किन्नु होला। र मार्केट यहाँदेखि मुनि गयो र के अरे त्यो यो अलरेडी फुलफिल डिमान्ड जोनलाई काट्यो भने त डाउन ट्रेन्ड सुरु भयो, थाहा भइसक्यो तपाईँहरूलाई, पहिलादेखि भन्दैछु मैले। सो तपाईँहरू फ्लोमा मान्छेहरूले बुम 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 भनेर कुराहरू गरेको देखाएको थिएँ कहाँ, त्यसको लागि त्यसमाथि नपढ्नु होला, आफै पनि एनालाइसिस गर्नु होला। यस्ता आवाजहरूमा कहिले नपर्नु, आफै पनि एनालाइसिस गर्नु र राम्ररी ट्रेड गर्नु होला। र अहिले चाहिँ मार्केट के अरे थाहा छैन है कहाँ जान्छ, यो ग्रिन क्यान्डल देख्ने बित्तिकै चाहिँ नकिन्नु होला। धन्यवाद।